जेठानीको बैतरनी अरे न जेठानीको बैतरनी अरे कसैको नि बैतरनी अरेका होइन लटेको अरेको नि लटेको लटेको अरेको अरे त्यो लटेको कहिले अरेको लटेको यहाँ खोला ल्याएर हामीले अर्का क्यार्नु पर्दैन सटेको कसैको अरेका छ है मलाई त के अरे त्यो भनेर भने कि के अरे अब पेके बस्यो अनि यो भन्छ पेके बस्यो अनि अरे तिम्रो तल माइलाले पहिल्यै अरू अनि बैतरणीहरू चाहिँ मासु खाने कि नखाने सबको त खाने होइन के अब तिमीले फेरि मासु खानुपर्छ तिमीलाई त शरीरले खोज्छ मासु त सक्छ बैतरी त तिम्रो म आजै अर्दिन देखेर नि हिजो बाहुन आएको थिएँ आज वर्ष लगा भन्थे बैतरनी आजै अर्थेँ नि मैले को बाहुन आएको थियो हिजो बैकुण्ठी आएको थिएन नि त नि हिजो बैकुण्ठ बाहुन होइन भन्छन् के अरे सबैले खान्थ्यो बैतरनी दुलै जामाइले बैतरनी उहिले अरेको हो मलाई थाहा छ उहिले हो बैतरनी अरेको उनले मासु खाएरै मरिन् गुरुआमाले मर्ने बेला फेरि पनि त्यो 84,000 बैतरनी अरेको नि यसले गुरुआमाले खाइन् त्यही भएर मैले खाना हुन्छ भने के हो 84,000 बैतरनी नि अरे 84 नि अरे एकैचोटि अरे खान्न भयो अहिले त्यो धुसिन्छ त्यो ग्यास्ट्रिक नखाऊ भन्छ यही खुवाएर पठाउँछ भनेर यो गङ्गाले मलाई आज यति ढिलो अरेको हो भोलि बसी खाम्लाको गङ्गा नातिनी हेर्नुपर्छ नातिको नातिनी कता गइरहनु घर बुहारीलाई गाईको धर्ना हुन्छ नातिनी हेर्नुपर्छ अरूको अग्लक्कै मरेर मानिन आँटे भातै खाएँ खान्न अहिले कहिले खान्थ्यौ त नि कहिले खान्थ्यौ के कहिले खान्थ्यौ भात भोलि आज भात खान्नौ साँच्चै खान्नौ खान्न त नि होइ खाएर आएपछि कति खाऊ भातै खाऊ भातै खाएँ अनदी खाऊ अनदीको ढिँडो खाएन भातै खाएँ हो सिखार पनि दियो होला र त त्यही सिखारको मेसो भएर त यस्तो मेसो पर्दैन त आज आएको मेसो तपाईँ खुवाउँछु भनेर कति जग्गा गर्दाखेरि त पनि आएन सानी पनि आएन भनेर त्यसलाई धुन्दा नआएर मलाई रोकेर समातेर राखेको छु अनि त त्यो त कुखुराको थियो कुखुराको मासु लोकल कुखुरो अस्ति हामीले खाएको मासु कि क्याको खाएको लोकल कुखुरो खसीको कुखुरो कुखुरो होइन भने मासु खाँदा थाहा पाइनौ खाँदा थाहा पाइनौ खाएर बाह्रका जस्तै थियो गरे फस्यो फस्यो हजुर फस्यो छड नगराइ कुखुराको मासु त खान्न भने त के गर्नु अरे खसीको मासु हो भने छ उसले अब खाइहाल्यौ एकचोटि नुहाउ तातो पानीले नुहाउ अब त्यसो पाइयो भने पापाले होइन जता बडा बडा हड्डी थियो र पनि गएको बाख्राको ए बाख्राको ए बान उमा भन्नै पर्दैन बाख्राको यो त हड्डी थिए हड्डी मोटा थिए हड्डी पालिदिनु पर्यो न ल हजुरले आज एक छाक जोगाएर आइछन् अब हामी पनि जोगाउन जाने भइयो अब भोलि हाम्रो यता भिनाजुकोमा हो बरु हाम्रो चाहिँ कहिले बोलाउने घर क्या कति मजाको भन्दाखेरि चाहिँ घर मन पऱ्यो हो कोठा त्यता बडा चाकला कोठा जतासुकै फुकेको घर जाति नै बनाएको थिएँ ढिलो बनायो नि घर जाति नै बनाएको अझ 3 महिना 2-3 महिना लाग्छ अझै अझ त्यति पनि मान्दैन रङ लगाएको छैन यहाँ भोलि भनिन्छन् कि सल्लाह गर्ने होला नि त्यो मम्मीलाई नै भन्नु बिहान सल्लाह गर्नु पोहोर भर्खरै खाल्टा खान लागेको थिएँ गयो त्यहाँ बल्ल आजै हो त्यहाँ मङ्गलबार पनि के भयो त नि भाउजूले मासु खाँदै रहन्छ भेज हुनु अरे हो